अब यो लेबरको काममा आउँदै गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने यस्तरी यस्तो घाममा हैन काम गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईहरु साउदीमा आउन चाहनुहुन्छ भने चाहिँ सकेसम्म लेबरको काममा नआउनु होला। गर्मीले गर्दा एकदमै गाह्रो हुन्छ है। यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ काम भइराखेको छ मारामार। दिउँसो पनि यस्तो काम गर्नुपर्ने हुन्छ। त्यसको कारणले गर्दाखेरि चाहिँ तपाईहरु लेबरको काममा आउनु भयो भने चाहिँ एकदमै गाह्रो हुन सक्छ। यस्तो धुवा धुलोमा काम गर्नुपर्ने हुन्छ है। यसरी हेलमेट लगाएर त्यसको कारणले गर्दाखेरि। हेलो सबैजनालाई नमस्ते। म चाहिँ अब यसो बाहिर एकछिन घुम्नको लागि जाँदैछु। अनि आशा गर्छु सबैजना मान्छेहरु यसरी काम गरिराखेको छ है। सबैजनालाई एकदमै म के भन्न चाहन्छु भने तपाईहरु साउदीमा आउन चाहनुहुन्छ भने चाहिँ सकेसम्म लेबरको काममा नआउनु होला। यसरी दिउँसै यस्तो गर्मीमा हैन 50-60 डिग्रीको गर्मी हुन्छ यहाँनिर चाहिँ गाह्रो हुन्छ। त्यो कारणले गर्दाखेरि लेबर काममा चाहिँ सकेसम्म हामी नआउँ। अब मेरो चाहिँ अहिले ड्युटी नाइट हो। त्यो कारणले गर्दाखेरि म चाहिँ यसो अब अघि 12-1 बजेसम्म सुतेँ। त्यसपछि चाहिँ यसो बाहिरतिर हावा खानको लागि गर्मी खानको लागि निस्किरहेको छु। नाइटको काम एकदमै आनन्द बिन्दास हुन्छ। दिउँसो यसरी घुम्न पनि पाइयो हैन यहाँ वरिपरि। अब त्यही हो तपाईहरु पनि आउन चाहनुहुन्छ भने एकदमै राम्रोसँगले बुझेर आउनु होला। डाइरेक्ट तपाईहरु कम्पनीमा आउनु होला है। सप्लाई कम्पनी भन्छ। अब सप्लाईमा चाहिँ नआउनु होला। किनभने सप्लाईमा आउँदै गर्दाखेरि चाहिँ सप्लाईले चाहिँ काम खोजेर दिनुपर्छ। त्यति बेला एकदमै गाह्रो हुन्छ है सप्लाई कम्पनीमा चाहिँ। त्यो भएको कारणले गर्दाखेरि सप्लाईमा नआउनुहोस्। सिधै डाइरेक्ट तपाईहरु कम्पनीमा आउनुहोस्। एकदमै राम्रो हुन्छ। अब कुनै यहाँ भएको कम्पनीहरुको बारेमा यदि तपाईहरु बुझ्न चाहनुहुन्छ भने तपाईहरु बुझ्नको लागि कमेन्ट गर्नु होला है। म यसो मैले बुझे अनुसारको तपाईहरुलाई सहयोग पनि गर्न सक्छु। यदि साउदीमा आउन चाहनुहुन्छ भने चाहिँ है त। किनभने राम्रो हुन्छ होटल लाइनको कामहरुमा आउनुहोस्। राम्रो हुन्छ होटल लाइनको कामहरुमा पनि। अनि तपाईहरु आउन सक्नुहुन्छ। यहाँको माहौल चाहिँ यस्तो छ है। काम चाहिँ यहाँको एकदमै मजबुत गर्छ। हेर्नुस् है यस्तो दामी काट्छ कि यो खाडल है। यो सायद यो पाइपको लागि हुन सक्छ। यस्तो दामी चट्ट काट्छ के। नेपालमा जस्तो भताभुङ्गा चाहिँ पार्दैन कि यहाँ एकदमै मजबुत काम गर्छ है चट्ट। अब यो तपाईको बनिसकेपछि मजाले चट्ट काट्छ के। अनि यस्तो पुर्ने बेलामा पनि यस्तो दामी हेर्नु न कति यो ढलाइ नै हेर्नु न ढलाइ है। यो पिच यति बाक्लो गर्छ हेर्नुस् है।